मुन्धुम पदमार्ग। यो पदमार्ग पूर्वी नेपालको एक नयाँ पदमार्ग हो जुन किरात जातिको संस्कृति, पवित्र धार्मिक स्थल र हिमाली दृश्यहरूको लागि प्रसिद्ध छ। आज म सँगै हजुरहरूलाई पनि मुन्धुम पदमार्गको यात्रा गराउने छु। अहिले प्राय धेरै जना यो यात्रा गइरहनु भएको छ। प्राय धेरै मानिसहरू चाहिँ चखेवादेखि नै यात्रा गर्नुहुन्छ भने हामी पनि चखेवादेखि नै यात्रा गरेका थियौँ। हाम्रो यात्रा चाहिँ 7 बजेदेखि सुरु भएको थियो। चखेवा उक्लिने बित्तिकै हामीले चाहिँ एउटा हिमालको भ्यू देख्छौँ। हाम्रो ट्रेक सुरु हुने बित्तिकै हामी चाहिँ प्राकृतिक सुन्दरतामा एकदमै रमाउन थाल्यौँ। ढुङ्गाले बनेको बस्ने ठाउँमा बस्दै भेटेको मान्छेहरूसँग हामीले कुराकानी पनि गर्यौँ। यो यात्रा चाहिँ चखेवादेखि सिलिचोमा टुङ्गिन्छ, तर प्राय धेरै मानिसहरू चाहिँ मयुमै पुगेर फर्किनुहुन्छ। अनि हाम्रो यात्रा पनि मयुसम्मै थियो। भन्नुपर्दा यो ट्रेक चाहिँ हजुरहरूको फर्स्ट ट्रेक हो भने पनि एकदमै सजिलो हुन्छ। मेरो पनि यो फर्स्ट ट्रेक नै थियो। धेरै उकालो पनि नभएको, धेरै ओह्रालो पनि नभएको फर्स्ट ट्रेकहरूको लागि एकदमै राम्रो पनि हुन्छ। हामीलाई चखेवादेखि धोद्रे पुग्नको लागि चाहिँ 5 देखि 6 घण्टा लाग्यो। धोद्रेमा चाहिँ हामीले गएर खाना खायौँ। हामीले चाहिँ यहाँ बिहानै कल गरेको थियौँ खानाको लागि। हामीलाई धोद्रे पुग्न एकदमै धेरै समय लागेको थियो, त्यही भएर अनि समयले साथ दिँदैन भनेर हामी चाहिँ त्यहाँबाट एकदमै तुफान हिँड्न थाल्यौँ। खानाको लागि हामीले जीवन जल बोकेका थियौँ। एउटा ठाउँमा बसेर स्न्याक्स पनि खायौँ। अनि हजुरहरूलाई चाहिँ उकालो चढ्दाखेरि मकै यस्तो कुराहरू ल्याउनु भयो भने चाहिँ हजुरलाई एकदमै सजिलो हुन्छ। यदि हजुरहरूलाई चाहिँ लेक पनि लाग्छ भने मकै, अदुवा, लसुन बोकेर आउनु भयो भने हजुरहरूलाई एकदमै सजिलो हुन्छ। धोद्रे पुग्न हामीलाई एकदमै टाइम लागेको थियो भने हामीलाई धोद्रेदेखि हाँसपोखरी पुग्न 3 घण्टा मात्रै लाग्यो। त्यहाँ पुगेर हामीले एउटा होमस्टे भेट्यौँ। भन्दा पनि हामीले अगाडि नै कन्ट्याक्ट गरेको थियौँ। अनि त्यो होमस्टेमा गएर बसेर चाहिँ हामी चाहिँ हाँसपोखरी घुम्न गयौँ। हाँसपोखरी जानको लागि चाहिँ त्यहाँबाट हामीले एउटा चाबी माग्नु पर्ने हुन्छ। त्यो चाहिँ प्रत्येक होमस्टे गोठस्टेमा राखिदिनुहुन्छ। त्यो चाबी मागेर जानुपर्ने हुन्छ। अनि फर्केर चाहिँ हामीले होमस्टेमा आएर चाहिँ छुर्पी खायौँ। त्यसपछि हामी खाना खाएर सुत्यौँ, तर मैले भिडियो खिच्न पाएन चार्ज जोगाउने भएर। यो चाहिँ अर्को दिनको थियो। अनि हामी चाहिँ बिहानै मयुङको डाँडा घुमेर आउने विचार थियो। अनि हामी चाहिँ 5 बजे उठेर चाहिँ मयुङ डाँडातिर गयौँ। बिहान उठ्न मलाई एकदमै गाह्रो भएको थियो। अनि आँखा पनि मजाले खोल्न सकेको थिएन। अनि केही समय हामी हिँडेपछि ठ्याक्क सनराइज हामीले चाहिँ ठ्याक्क भेट्यो के। अनि हामीलाई यो कुकुरले मयुङ डाँडा सबै घुमायो के। हामी जब सनराइज हेर्ने बेला भयो तबदेखि यो कुकुर हाम्रो साथी बनेको थियो। त्यहाँदेखि मयुङ डाँडा सबै घुमायो, त्यसपछि फर्केर गयो। अनि यहाँ चाहिँ सबै एउटै डाँडा छ नि त। अनि मान्छेहरूले पारीको डाँडाहरूलाई पनि मयुङ डाँडा भन्दो रहेछ क्या। अनि मयुङ डाँडा जाँदा चाहिँ बाटो अलिक कन्फ्युजन रहेछ क्या। मतलब बिचमा एरोहरू पनि छैन रहेछ। अनि मान्छेहरू चाहिँ धेरै कन्फ्युज हुनुहुँदो रहेछ क्या। सिधै हिँडिराख्ने अनि भोजपुर बजारको ओह्रालो पुग्ने के। अनि यो कुकुरले हामीलाई यति धेरै घुमायो। अनि यसलाई चाहिँ हामीसँग त्यही छुर्पी थियो, हामीले त्यही छुर्पी दियौँ। अनि दिदीलाई यसो लुङ्गी लाएर भिडियोहरू खिच्यौँ। यति भइसकेपछि हामीले मयुङ डाँडामा गर्ने एक्टिभिटिजहरू सबै गऱ्यौँ। मिन्स फोटो खिच्यौँ, भिडियो खिच्यौँ। अनि फर्केर आउँदाखेरि चाहिँ भुइँ ऐसेलु खायौँ। मान्छेहरूले चाहिँ यसलाई के नामले भन्नुहुन्छ, म चाहिँ भुइँ ऐसेलु नै भन्छु। अनि उहाँ अङ्कल चाहिँ सिलिचो पुगेर आउनु भएको रहेछ। अनि उहाँले चाहिँ हामीलाई भिडियोहरू, बाटोहरू यस्तो यस्तो भनेर सबै देखाउनु भयो। यति गरिसकेपछि हामी होमस्टेमा पुग्यौँ। त्यहाँ पुगेर हामीले चाउचाउहरू पकाउन लगायौँ। त्यसपछि हामी फर्किँदा पनि हामी त्यही बाटो फर्क्यौँ। हामीसँग भएको स्विटहरू खाँदै फर्क्यौँ। भएको चिप्सहरू केहरू हुन्छ हिँड्दै बाटोमा फेरि हिजोपल्ट पाकिरहेको स्न्याक्सहरू सबै खायौँ हामीले।